हुँदै बिहान उठ्छु खुसी हुँदै बिहान गर्छु खुसी हुँदै खुसी हुँदै बिहान बनाउँछु खुसी हुँदै चिया बनाउँछु खुसी हुँदै चिया पिउँछु त्यो बिचमा पूजा गर्ने आजा गर्ने घर बस्ने सब कुरा भ्याउनुहोस् है। खुसी हुँदै भात पकाउँछु खुसी हुँदै तालिममा आउँछु खुसी हुँदै तबसम्म ताली बजाइ खुसी हुँदै यदि हजुरलाई त्यो काम मन पर्दैन भने गर्दै नगर्नुस्, तर जे काम गर्नुभएको छ मन पराउनुस्। अब सासू हुनुहुन्छ भने बुहारीलाई मन पराउनुस्, बुहारी हुनुहुन्छ भने सासूलाई मन पराउनुस्, बिहा गर्नुभएको छ भने श्रीमानलाई मन पराउनुस्, है सबलाई मन पराउनुस्। बुझ्नुभयो हजुर? नगरेका नि होला नि, नगरेका खानु बा आमालाई पनि मन पर्छ, साथ नमिल्दैन हेर्नुहोस्, त्यही मन पराइदिनु पर्यो। खुसी हुनुहुन्छ? अब अर्को कुरा यता हेर्नुहोस् त, पाँचवटा कुरा यता हेर्नुहोस् हजुर। यसो यदि पाँचवटा कुरा दिनुभयो भने देउता बन्नुभयो, दिएर आउनुहोस् है भोलि आउनु। अर्को पाँचवटा कुरा गर्नुभयो भने सम्बोधन गर्न जानुभयो। हात यसो गर्नुहोस् त, म नटिपाइकन घोक्न लगाएको म्याम। यता हेर्नुहोस् त, हिँड्नु भएको भने खाजा खाएर जानुहोस् है। यता हेर्नु, यो 50 चोटि घोक्ने होमवर्क मसँग त फुर्सदै छैन। गाडीमा जाँदा नि सभा अध्यक्ष भन्दै